सेवा नमस्ते। आज हाम्रो मासिक बैठक यहाँ भइरहेछ किरात रैया खाको र यहाँ हुनुहुन्छ हाम्रो अध्यक्ष र उहाँ हुनुहुन्छ उमेश बान्तवराई र यहाँलाई आजको बैठकको बारेमा र किरात रैया कसरी चलिरहेछ यो बारेमा सानो एउटा आफ्नो भनाइ राखिदिनु। म यहाँलाई हार्दिक अनुरोध गरेँ। सेवा सर्वप्रथम हाम्रो सुधीर राई दाजुको हाम्रो यस संस्थाका सल्लाहकारज्यूको अब युट्युब च्यानल हाम्रो ब्लगमा उपस्थित हुने सम्पूर्णलाई विशेष गरी हाम्रो बैठक मासिक अब हरेक महिनाको दोस्रो हप्ता हामीले गर्ने गरेका छौँ। यस कुवेतमा चाहिँ हाम्रा किराती दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई समेटेर जसले आफ्नो भाषा संस्कार संस्कृतिप्रति चाहिँ माया गर्नुहुन्छ उहाँहरूलाई सबैलाई समेटेर हामीले संस्थामा आबद्ध गराएर चाहिँ अगाडि बढिरहेका छौँ। अहिलेको परिस्थितिमा संस्था ठिकै छ। अब त्यति अब हामीले नेपालमा जस्तो नै चाहिँ अब गर्न सकिँदैन। यो प्रदेश भएको हुनाले सबैले आफ्नो कामको बावजुद समय मिलाएर संस्थाहरूमा आबद्ध हुनुपर्छ, सामाजिक संस्था सामाजिक कामहरूमा। त्यो भएको हुनाले त्यो हिसाबले यहाँको व्यस्तताको बावजुद पनि यति धेरै एउटा भेला भएर चाहिँ संस्थामा आबद्ध हुनु एकदमै राम्रो जस्तो लाग्छ। त्यो भएको हुनाले संस्था अहिले ठिकै छ। पहिलेको अवस्थाभन्दा केही मात्रामा सुधार मुक्त पनि भएको छ। सक्रिय रूपमै छ अहिले बैठक पनि संस्था पनि। र यो मासिक बैठक चाहिँ यसरी हरेक महिनै गर्नुहुन्छ कि? हामीले हरेक महिनाको दोस्रो हप्ता चाहिँ हामीले संस्थाको मासिक बैठक बस्ने गरेका छौँ। त्यो समयमा कहिलेकाहीँ दोस्रो हप्ता अलिकति 10 तारिकभन्दा चाहिँ अगाडि भएको खण्डमा हामीले त्यसलाई अलिकति पछाडि पनि हाम्रो यहाँनिर अलिकति केही हामी किराती संस्थाभित्र रहेका किराती दाजुभाइ सम्पूर्णले चाहिँ एउटा बचत कोष पनि खडा गरेका छौँ। त्यो बचत कोषलाई मध्यनजर गरेर सबैको चाहिँ सेलरी टाइममा नआउने भएको हुनाले 10 तारिकभन्दा अगाडि दोस्रो हप्ता परेको खण्डमा चाहिँ हामीले गर्दैनौँ। नत्र भए हरेक महिनाको दोस्रो हप्ता नै हामीले गर्ने गरेका छौँ। अनि यसमा यहाँले उधौली उभौलीहरू केही कार्यक्रमहरू के गरिरहनुहुन्छ? यहाँनिर उधौली उभौलीहरू हामीले हरेक वर्षको 6 महिनामा जस्तै नेपालमा जस्तै उधौली उभौलीहरू वैशाखी पूर्णिमामा र मङ्सिरको पूर्णिमामा गर्ने गरेका छौँ। अब चाँडै नै हामीले वैशाखी पूर्णिमा को वर्षमा हामीले उभौली गर्न लागिरहेका छौँ। यही मेको 16 तारिक। यहाँहरू सम्पूर्णलाई कुवेतमा रहनुभएका किराती दाजुभाइ तथा गैर किराती सम्पूर्णलाई चाहिँ हाम्रो यस उभौली कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न गराउनको लागि यहाँहरूको एकदमै ठुलो उपस्थितिको लागि पनि आज यसै ब्लग मार्फत तपाईँहरूलाई हार्दिक अनुरोध गर्दछु। ल, धन्यवाद यहाँलाई छोटो समय दिनुभएकोमा। हवस् त, धन्यवाद यहाँलाई पनि। अध्यक्ष हुनुहुन्थ्यो उमेश बान्तवराई र यहाँ हाम्रो महासचिव हुनुहुन्छ र उहाँलाई चाहिँ पनि अलिकति केही कुराहरू चाहिँ राख्नुको लागि म हार्दिक अनुरोध गरेँ। र यहाँ हुनुहुन्छ एउटा र उहाँ हुनुहुन्छ रोशन आङ्किम राई र उहाँ चाहिँ विगत लामो समयदेखि नै अब हाम्रो संस्थामा आबद्ध भएर उहाँले चाहिँ अब लागिरहनु भएको छ र संस्थाको कार्यविधि चाहिँ कसरी चलिरहेछ र कसरी अगाडि बढाइरहनु भएको छ त यहाँले? धन्यवाद सल्लाहकारज्यू, तपाईँले समय दिनुभयो। संस्थाको कार्यविधि कसरी चल्ने भन्दा हाम्रो वैदेशिक शाखाहरूमा सदाज यथावतै रहन्छ। त्यसमा खासै नौलो कुरा रहँदैन। विशेष कार्यविधि कार्ययोजनाहरू त हामीले तर्जुमा गर्नुपर्ने हो, तर पनि प्रवासमा रहेर हामीले सोचे जस्तो जति मनमा सोचेर चाहिँ गर्न खोज्यो त्यति कार्यविधि कार्ययोजनाहरू चाहिँ बनाउन सकिँदैन। यथावत चलिरहेछ। हाम्रो 2 वर्षको अधिवेशन सकिसकेको छ। 2 वर्ष हाम्रो कार्यकाल सकिसकेको छ यो कार्य समितिको। र आजको बैठकबाटै हामीले अब अधिवेशन कहिले गर्ने, के गर्ने, कसो गर्ने भन्ने कुरामा पनि हाम्रो छलफल हुनेछ भनेर चाहिँ मैले तपाईँलाई जानकारी गराएँ। आजको लागि चाहिँ त्यति जानकारी गराउन चाहेँ। अनि केन्द्रसँग कस्तो छ यहाँहरूको? किरात रैया खाको त अब वैदेशिक शाखाहरू पनि 19-20 वटा छ भन्ने सुनिन्छ र केन्द्रमा सँगको
सहकार्य कस्तो भइरहेछ यहाँ? केन्द्रसँगको सहकार्य भन्नाले अब केन्द्र आफ्नै पारामा हिँडिरहेछन्, हामी शाखाहरू आफ्नै पारामा छौँ। हामीले केन्द्रले हामीलाई के गर्दैछ, केन्द्रले के समन्वय गरिरहेको छ भन्दाखेरि अब केन्द्रमा पनि त्यही समस्या होला। हरेक कुराको आपद विपद पर्दाखेरि मात्र सम्झिने हो प्रवास शाखाहरूलाई, होइन? ल है, हामीले चाहिँ प्रवास शाखाहरूको लागि चाहिँ यो राम्रो कुरा निर्णय गरेको छौँ, यो विधानमा पारित गरेको छौँ भनेर चाहिँ अब उहाँहरूले हामी प्रवासको शाखा कुनै पनि शाखाहरूलाई सायदै त्यति साह्रो समेट्नु भएको छैन होला। तैपनि अब केन्द्रले समेटेनमा भन्दैमा अब हामी पनि त्यति साह्रै अब केन्द्रकै मात्रै भर परेर पनि बसिराखिएको छैन। हाम्रो क्षेत्रबाट प्रवासमा रहेर हाम्रो क्षेत्रबाट हामीले गर्न सक्ने कुराहरू, होइन, के गर्न सकिन्छ आफ्नो हातेमालो चाहिँ भइरहेछ। हातेमालो चाहिँ भइरहेको छ, तर पनि अब केन्द्रदेखि जति हुनुपर्ने त्यो प्रवास शाखाहरूलाई जति समन्वय गर्न सकिन्छ, होइन, केन्द्रमा रहेर त्यो चाहिँ मैले चाहिँ महसुस गर्दाखेरि केन्द्रदेखि, होइन, प्रवास शाखाको महासचिव रहेर त्यो मैले बुझिरहँदाखेरि चाहिँ सायदै त्यो अलिकति कम समन्वय र कम मतलब प्राथमिकता दिएको हो कि भन्ने मेरो बुझाइ छ। ल धन्यवाद यहाँलाई छोटो समय दिनुभएकोमा। र यसरी हाम्रो चाहिँ अब मिटिङ चाहिँ भइरहेको अवस्था छ यहाँनिर। र यो सधैँ अब प्रायः जसो रेस्टुरेन्टतिर गर्ने चलन थियो, तर आज चाहिँ अब यो मौसम राम्रो भएको हुनाले गर्दाखेरि यहाँनिर चाहिँ यस्तो अब बाहिरै बसेर चाहिँ गर्ने भनेर चाहिँ हामी चाहिँ यहाँ हुनुहुन्छ हाम्रो उपाध्यक्ष मोहन नाछिङ राई, र उहाँलाई चाहिँ यो हाम्रो किरात याखाको कस्तो चलिरहेछ कोभिडमा केही कुराहरू सानो राखिदिनु न, म हार्दिक अनुरोध गर्दछु। सेवा यहाँ हाम्रो संस्थाका सल्लाहकार सुधीर राईज्यूको जति पनि यहाँ फेसबुक लाइभ होला, होइन हो, भिडियो मार्फत जतिले हेरिरहनु भएको छ यहाँहरू सबैलाई स्वागत, सेवा सेमना हवा नमस्कार भन्न चाहन्छु। र हाम्रो चाहिँ किरात राई याखाको मासिक बैठक भइरहेछ र अहिले एकदम कुवेतको मौसम राम्रो भएको हुनाले गर्दाखेरि चाहिँ बाहिर पार्कमा हल्का हाम्रो संस्थागत भलाकुसारी गर्दै र हाम्रो मासिक बैठकलाई बाहिरै बसेर सफल पारौँ भन्ने सल्लाह गर्दै आजको हाम्रो मासिक बैठक फ्यान्टास पार्क कुवेतमा चाहिँ बसिरहेका छौँ। र जतिले हेर्नु भएको छ यहाँहरू सबैलाई सेवा हौवा नमस्ते। धन्यवाद यहाँलाई आफ्नो छोटो प्रतिक्रिया राख्नु भएकोमा। र यहाँ हुनुहुन्छ हाम्रो किरात राई याखाको उपाध्यक्ष सबिन दुमी राई, र यहाँलाई सानो आफ्नो प्रतिक्रिया राखिदिनु म हार्दिक अनुरोध गरेँ आजको बैठकको बारेमा। सेवा नमस्कार। यो हाम्रो मिटिङको बारेमा के गर्न चाहन्छु? हजुर, यो हाम्रो चाहिँ अब यो अहिले चाहिँ किरात राई याखा कुवेतको मिटिङको बारेमा। हजुर, मिटिङ हो। अहिले हाम्रो यहाँ बैठक धमाधम चलिरहेको अवस्था छ। अहिले हामी यो कुवेतको फिन्टासको पार्कमा चाहिँ मिटिङ चलाएको हुनाले चाहिँ अहिले हाम्रो लगानीहरूको के कसो हिसाब किताबहरू भइरहेको छ। त्यो पछाडि हाम्रो मिटिङहरू सुरुवात हुनेछ, के कस्तो हुने हो, कसरी अब अगाडि बढ्ने, के गर्ने भन्ने कुरामा चाहिँ हाम्रो सरसल्लाह सबैको सहमतिमा सरसल्लाह अगाडि बढ्नेछ। अब यस्तै छ हाम्रो अहिले हामी सदस्यहरूमा कतिपय अझै आउँदै हुनुहुन्छ, कति आउन बाँकी नै छ, कतिको अब ड्युटी कारणले आउनु भएको छैन। हामी धेरैजनामा चाहिँ अहिले यस्तै समस्या छ, कसैको ड्युटी गर्दा आउनु पाइँदैन, आउने चाहना भएर पनि। तर पनि हामी हाम्रो मिटिङलाई चाहिँ प्रत्येक महिनाको 10 तारिकदेखि माथिको फ्राइडे चाहिँ हामी हाम्रो मिटिङ राख्ने गर्छौँ। र आज पनि त्यही अनुसार चाहिँ आजको मिटिङ हाम्रो सुरु भइरहेको छ, तपाईँदेखि सक्नु भइरहेको छ। यहाँ सबै हाम्रो सदस्यहरू, अध्यक्ष, सबै हाम्रो सल्लाहकारजीहरू सबै हुनुहुन्छ। त्यसरी नै हाम्रो सदाभर महिनाको 1 हप्ता चाहिँ हाम्रो मिटिङ यसरी चल्ने गर्दछ। ल धन्यवाद यहाँलाई। र यहाँ सबै बिजन छ र आर्थिक कारोबार र यहाँ हुनुहुन्छ निवर्तमान अध्यक्ष तथा सल्लाहकार किरात राई याखाको मन्जित चामलिङ राईज्यू,
र यहाँ चाहिँ स्थापना कालदेखि नै अहिलेसम्म चाहिँ यायुखालाई चाहिँ एउटा निरन्तरता दिइरहनु भएको छ र किरात यायुखाको स्थापना 2014 मार्च 14 गते चाहिँ फायलको नेपाली रेस्टुरेन्ट भएको थियो र त्यो समयदेखि नै उहाँ चाहिँ निरन्तर यो संस्थामा आबद्ध हुनुभएको र यहाँले चाहिँ अब यो संस्थामा चाहिँ आबद्ध भएर चाहिँ कस्तो प्रकारको चाहिँ यहाँ चाहिँ समस्याहरू या चुनौतीहरू या यहाँको अब प्रगतिहरू चाहिँ कसरी चाहिँ पाउनु भएको छ र कसरी हातेमाले गरेर अगाडि बढ्ने चाहिँ गरिरहनु भएको छ, सल्लाह सुझाव कसरी दिइरहनु भएको छ यो बैठक र यायुखालाई चाहिँ यहाँले? सेवा सेवना सर्वप्रथम त हाम्रो विशेष गरेर पूर्व महासचिवज्यू वर्तमान वरिष्ठ सल्लाहकार सुधीर राईज्यूले चाहिँ यहाँ भिडियोमा आउनुहुनेछ। वास्तवमा यो किरात यायुखा स्थापना 2014मा गर्नुभन्दा अगाडि नै हामी चाहिँ धेरै चाहिँ हामीले चाहिँ यसमा चाहिँ कसरत गरेर स्थापना गर्न सफल भएको थियौँ। त्यसमा चाहिँ हामी कहिले सिसाइड, कहिले भ्रमणे, कहिले कता जातपात घुम्दै चाहिँ हामीले चाहिँ अब हाम्रो संस्थापक हाम्रो अमित चामलिङ राई, कर्नर राई, अब कोषराज राई, सुधीर बान्तावासाई हुन्छ, राजकुमार राई, हामी बुद्धि राई, यी हस्तीहरूको साथमा चाहिँ हामीले चाहिँ किरात यायुखा स्थापना गरेको थियौँ र म आफू स्वयं पनि 2 कार्यकाल लगभग 2.5 कार्यकाल 3 वर्ष 7 वर्ष चाहिँ म आफै पनि नेतृत्व गरेर चाहिँ संस्था चाहिँ चलाएको थिएँ र अहिले चाहिँ वास्तवमा मैले प्रमुख सल्लाहकारको रूपमा किरात यायुखामा हुँदै गर्दा मैले चाहिँ हाम्रो कार्य समितिले चाहिँ सदैव मेरो चाहिँ हात छ र सधैँ मैले चाहिँ उहाँहरूलाई सल्लाह दिने गर्छु। हामीले चाहिँ जति पनि राम्रा कामहरू र समाजको लागि एउटा सकारात्मक सन्देशहरू दिनुपर्छ र हामी विभिन्न जिल्लाबाट चाहिँ जिल्लामा बसोबास गर्दै आएको राईहरू पुगे पनि हामी एकबद्ध छौँ र सदैव हामी चाहिँ एउटा पारिवारिक जस्तो रहेर चाहिँ हामी अहिलेसम्म काम गरिरहेको छौँ र काम गर्नुपर्छ भन्ने मैले सुझाव पनि दिइरहेको छु। र हामी जहिले पनि एकजना हामी जुनसुकै हामी धेरै भाषी राईहरू छौँ भए पनि हामी चाहिँ त्यो विभिन्न धेरै भाषीहरू नै हामीले एउटै भाषी जस्तो गरेर चाहिँ कुवेतमा चाहिँ रहनुपर्छ। भोलि एउटा बान्ता भाषीलाई दुख्दाखेरि कि चामलिङ भाषीलाई चाहिँ दुख्नुपर्छ भन्ने एउटा सन्देश र सुझावहरू चाहिँ मैले दिने गर्दछु जहिले पनि। र मेरो भनाइ चाहिँ के भने हामी जहिले पनि कस्तो कामहरू चाहिँ गर्ने भन्दाखेरि सकारात्मक पारेर समाजलाई चाहिँ अलिकति निरन्तर समाजको चाहिँ एउटा परिवर्तन गर्ने, समाजलाई चाहिँ सकारात्मक सन्देशहरू दिनुपर्छ र समाजहरू चाहिँ अलिकति परिवर्तनशील समाज छ अहिले, त्यसले गर्दा चाहिँ हामीले चाहिँ अहिलेको अवस्थामा चाहिँ एकदमै अगाडि चाहिँ सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्छ भन्ने म सन्देश दिइरहेको छु। र अब हामी प्रवासमा छौँ, प्रवासमा किन संस्था भन्ने खालको कुराहरू पनि हुन्छ, तर प्रवासमा रहेर पनि हामीले चाहिँ विभिन्न क्रियाकलापहरू गर्न सकिन्छ भन्ने सुझावहरू सदैव दिने गर्दछु। धन्यवाद धन्यवाद हाम्रो मन्दिर सरलाई। र अब यहाँ सब यहाँनिर चाहिँ फेरि अब बैठकमा आउने क्रम जारी छ र यसरी बैठक चाहिँ अब चलिरहेको छ र यहाँ हाम्रो आर्थिक कारोबारहरू हुने गर्छ र यहाँ हजुर सेवालु भन्छ यता आउँदै हुनुहुन्छ माया बहिनी र भन्छ हजुर सेवालु र यहाँ हाम्रो हुनुहुन्छ यहाँ हुनुहुन्छ हाम्रो भूमि भाइ र उहाँ चाहिँ सचिव हुनुहुन्छ र उहाँले कस्तो भइरहेछ, कस्तो छ बैठक र मासिक बैठक र के छ अनि कसरी चलिरहेछ यायुखा? हजुर के प्रश्न गर्नुभएको? प्रश्न गर्नुभएको के यो बैठकको यायुखा कसरी चलिरहेछ? अब त्यसो हेर्दाखेरि समग्र रूपमा एकदमै ठिकै छ, राम्रै छ र अब अहिलेसम्मको अवस्थामा यायुखामा हरेक मिटिङहरूमा उपलब्धिमूलक छलफलहरू नै हुने गरेका छ। तर सधैँभरि यस्तै हुन्छ भन्ने हुँदैन, कुनै कुनै बेलामा चाहिँ अब कुनै बेला समय र यहाँको अब स्थान अनुसारको गरिने गरिएको छ र आज पनि हामी बैठकमा फेरि उपस्थित भइसकेका छौँ। तर ढिलो आएमा ढिलै आए पनि पक्कै पनि आज पनि उपलब्धिमूलक छलफलहरू नै गरिन्छ र निर्णयहरू गरिन्छ भन्ने। सायद तेस्रो अधिवेशनपछि चाहिँ यो 2 पटक चाहिँ यसरी चौरमा बस्ने वातावरण मिलेको सायद 2 पटक यही होला होइन? हजुर हजुर यो
गत अधिवेशनभन्दा यता भनेको चाहिँ पार्कमा बसेको चाहिँ यो दोस्रो पटक हो। दोस्रो पटक। नत्र भने हामी या त रेस्टुरेन्टहरूमा त्यतिकै डाइनिङ टेबलतिरै पनि गरिने गरेको थियो भने अब कुनै बेलामा चाहिँ हामीले म्याक्सिमम चाहिँ हल बुक गरेर होइन हलको भाडा तिरेरै भए पनि हामीले बस्ने गरेका छौँ गर्ने गरेका छौँ र पहिलेको तुलनामा होइन भन्नुपर्दाखेरि यो अधिवेशन पछिल्लो अधिवेशनदेखि यता चाहिँ आर्थिक रूपमा पनि राम्रै भइराखेको यहीँनिरबाट यहाँहरूले पनि अन्दाज गर्न सक्नुहुन्छ किनकि अब हलको भाडादेखि ल्याएर सबै अब होटल रेस्टुरेन्टहरूमा बसेर गर्न सकिने यो अवस्था हुनु भनेको नराम्रो होइन एकदमै राम्रै हो र आगामी दिनहरूमा पनि यस्तै हुने जाने एकदमै अपेक्षा गरेका छौँ। हुन्छ ल धन्यवाद यहाँलाई। अनि हाम्रो सचिवज्यू यता बचतमा हेर्ने यसरी भइरहेको छ र अब हाम्रो चाहिँ यता चाहिँ बचत कोषको चाहिँ अब पनि बचत पनि कोषमा चाहिँ हामीले पैसा नै सङ्कलन गर्ने पनि काम भइरहेको हुन्छ र त्यो भएको हुनाले गर्दा यहाँ चाहिँ हाम्रो बचतको लागि चाहिँ कामहरू भइरहेछ। यसपछि मात्रै हाम्रो चाहिँ अब मासिक बैठकको तयारी हुने गर्छ र यहाँ चाहिँ हाम्रो महासचिवले चाहिँ यहाँ तयारी गर्दै हुन्छ र यस्तो छ अवस्था यहाँ चाहिँ र अब सबैजना ए उता हुनुहुन्छ र शुक्र उठा त लेडिजबाट कोही पनि भएन कि त्यसले त्यो शुक्रलाई यहाँ हुनुहुन्छ महिला सदस्यहरू लेडिज सदस्यहरू र यहाँ हुनुहुन्छ र शुक्र कस्तो छ त आजको बैठक कस्तो भइरहेछ यहाँ खाको? राम्रै भइरहेको छ, सबैजना आइदिनु भएको छ, अझै आउँदै हुनुहुन्छ। आफ्नो कामको व्यस्तताले गर्दा अलिक ढिलो कोही आइराख्नु भएको छ र पनि ठिकै छ, राम्रै भइरहेछ। अनि यता हाम्रो कस्तो भइरहेछ? एकदमै राम्रो अनि रमाइलो छ। धन्यवाद त्यसलाई। र यता राम्रो सोना बहिनी ल नमस्ते सेवा लु लु यहाँ कस्तो छ बैठक के छ यहाँ खाएको बारेमा अलिकति भनिदिनु न केही कुराहरू। ठिकै छ ल लु त्यसो भए उहाँ सोना बहिनी चाहिँ अब भएन है र यसरी चाहिँ अब चलिरहेको अवस्था छ। ल अब हाम्रो चाहिँ अब बैठकको तयारी भन्दै सेवा नमस्ते। आज यो हाम्रो मासिक बैठक भइरहेछ। आज अप्रिल 11 तारिक र यहाँ हुनुहुन्छ हाम्रो उपाध्यक्ष माया चामलिङ राई र यहाँ संस्थाको बारेमा नभए पनि बैठकको बारेमा के छ, बैठक कसरी चलिरहेछ, कस्तो भइरहेछ र कस्तो हुन्छ बैठक यो बारेमा अलिकति छोटो रूपमा भनिदिनु न। सेवा सेमना म माया चामलिङ राई किरात राई आएको महिला उपाध्यक्ष र बैठकको बारेमा संस्थाको बारेमा भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ एउटा परदेशमा बसेर पनि होइन आफ्नो किरात संस्कार संस्कृति जगेर्ना गर्नको लागि खोलिएको एउटा यो संस्था हो र यसले चाहिँ यो बैठक मात्रै होइन, हामीले साँच्चै भन्दा बैठक बसेर हामीहरू त्यो लेबी मात्रै बुझाएर बचत मात्रै गरेर मात्रै पनि होइन, तर अरू धेरै कुराहरू पनि यहाँ हामीले चाहिँ बढाउँदै गएको छौँ क्या। जस्तो मै छु यहाँ होइन, म जस्तो कि मैले पहिले किरातको बारेमा केही पनि जानेको थिएन, जस्तो अहिले चाहिँ म कसैले सोद्धाखेरि चाहिँ अलिकति बुझाउन सक्ने क्षमता भएको छ मेरो। त्यही भएर चाहिँ सबैजना यो उसमा चाहिँ संस्थामा चाहिँ आइदिनु होला होइन, कोही इन्ट्रेस्ट हुनुहुन्छ भने र हाम्रो संस्कार संस्कृतिबाट बुझ्दै जाउँ, म पनि सिक्दै जान्छु, तपाईँहरू पनि तपाईँहरूले जाने कुरा सिकाउँदै जानु, त्यो कुराहरू पनि हामी साटासाट गर्छौँ। र अर्को कुरा चाहिँ के भनेदेखि स्वास्थ्यको लागि पनि राम्रो हुन्छ क्या, यसरी कहिलेकाहीँ आउट हुने, बाहिर सबैसँग भेला हुने। र अर्को कुरा चाहिँ जोड्नु पर्दा हामीहरू नेपालको चाहिँ धेरैवटा जिल्लाको मान्छेहरू छौँ क्या यहाँ, त्यो पनि एकदम राम्रो बाटो हो र हामी परिचित भएको छौँ। अनि र त्यो सँगसँगै हाम्रो पनि विकास भएको छ, म आफैलाई हेर्दाखेरि पनि आफ्नो पनि विकास भएको छ, संस्थाको पनि विकास भएको छ। धन्यवाद दाजु, अरू के भन्नु पर्यो? ल धन्यवाद यहाँले सानो छोटो आफ्नो भनाइ राखिदिनु भएकोमा।
महेन्द्रको अच्छा हो जाएगा